यदि लाइफ खुसी साथ जिउन चाहनुहुन्छ, यदि लाइफमा सफल हुन चाहनुहुन्छ, यदि लाइफ आफ्नो अनुसार जिउन चाहनुहुन्छ भने तपाईमा मेहनत, हिम्मत अनि पोजिटिभ थिंकिङका साथसाथै पैसाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। हामी सबैले कुनै न कुनै माध्यमबाट पैसा त कमाउँछौं, तर यदि यसलाई म्यानेज गर्न जानिएन भने पुरै पैसा खर्च हुन्छ। तपाईले यो कुरा पनि बुझ्नुपर्छ कि यदि तपाईसँग पर्याप्त पैसा भएन भने न त तपाईसँग भौतिक संसारको खुसी हुन्छ, न त तपाईलाई कसैले सम्मान नै गर्छ। यो सुख र सम्मान पाउनकै लागि भए पनि तपाईले पैसा बचाउनु पर्छ र बढाउनु पर्छ। तर यहाँ समस्या यो हुन्छ कि धेरै जसोलाई पैसा बचाउने तरिकाको बारेमा थाहै हुँदैन। जब पैसा नै बच्दैन भने तपाई त्यसलाई बढाउन पनि सक्नुहुन्न। आजको यो भिडियोमा म तपाईलाई पैसा बचाउने 5 वटा तरिकाहरू बताउने छु, जो निकै नै सरल र सजिला हुनेछन्। यी तरिकाहरू पूरा गर्न न त तपाईले एक्स्ट्रा पैसा खर्च गर्नुपर्छ, न त अनावश्यक झन्झट नै बेहोर्नुपर्छ। बस यो भिडियोलाई ध्यान दिएर स्किप नगरी अन्तिमसम्म हेर्नुपर्छ अनि मैले बताएका तरिकाहरूलाई अपनाउनु पर्छ। मेरो विश्वास गर्नुस्, तपाईलाई 100% फाइदा मिल्नेछ। अब सुरु गरौं पैसा बचाउने पहिलो तरिकाबाट। तर त्यो भन्दा पहिले हाम्रो यो YouTube च्यानलमा मैले यस्तै नै भिडियोहरू बनाइराख्ने छु। तपाईको जीवनलाई सहयोग गर्ने र तपाईको जीवन स्तर उकास्नको लागि धेरै नै फाइदाजनक भिडियोहरू तपाईले यो च्यानलमा पाइरहनु हुनेछ। र साथसाथै मलाई यस्तै भिडियो बनाउन उत्साह दिनको लागि हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईको एक सब्स्क्राइबले यस्तो भिडियो बनाउने 1000 ऊर्जा ममा भर्नेछ। त्यसैले प्लिज सब्स्क्राइब चाहिँ गरिदिनु होला। अब ढिला नगरी लागौं पोइन्ट नम्बर 1 तिर। नम्बर 1, पहिला बचाउनुहोस् त्यसपछि खर्च गर्नुहोस्। पैसा बचाउन हामी यो कारण असफल हुन्छौं कि हामीले पहिला खर्च गर्छौं र खर्चबाट बाँकी रहेको पैसा सेभिङ गर्छौं। तर संसारका सबै धनिश मानिसहरू यसको ठिक उल्टो गर्ने गर्छन्। उनीहरू पहिले बचाउँछन् अनि त्यसपछि मात्रै खर्च गर्छन्। आजबाट तपाई पनि हरेक चोटी आफ्नो स्यालेरी आउने बित्तिकै पहिले सेभिङको लागि छुट्याउनुस् अनि बचेको रकमबाट मात्रै खर्च गर्नुस्। तपाईले आफ्नो इन्कमको कम से कम 20% सेभिङ गर्नै पर्छ। यो टार्गेटलाई अचिभ गर्न जब तपाईको हातमा तपाईको इन्कम आउँछ, तपाईको स्यालेरी आउँछ, त्यसबाट सबैभन्दा पहिले 20% सेभिङ गर्नुस्। त्यसपछि बचेको पैसाबाट आफ्नो खर्च चलाउनुस्। यो प्लानलाई अझै इफेक्टिभ बनाउन तपाई एउटा ब्याङ्कमा नयाँ खाता खोल्नुस्। हरेक महिना आफ्नो सेभिङ त्यहाँ जम्मा गर्नुस्। जबसम्म लगानी गर्न योग्य रकम जम्मा हुँदैन नि तबसम्म त्यो खाताबाट 1 रुपैयाँ पनि ननिकाल्नुहोस्। अझै पोसिबल हुन्छ भने यो खातालाई मोबाइल ब्याङ्किङसँग पनि लिंक नगर्नुहोस् र यो खाताको एटीएम पनि नबनाउनुहोस्, जसले गर्दा तपाईले सजिलै यो खाताबाट पैसा निकाल्न नसक्नुहोस्। र एउटा कुरा आफ्नो दिमागमा भर्नुहोस् कि यो खाताबाट पैसा तपाई या त इन्भेस्टमेन्ट गर्न निकाल्नुहुन्छ या अत्यावश्यक अवस्थामा मात्र। यदि तपाईले 20% सेभिङ गर्न सक्नुहुन्न भने 10% गर्नुस्, 5% गर्नुस्, तर स्यालेरीको केही न केही पर्सेन्ट चाहिँ सुरुमै सेभिङ गर्नुस्। नम्बर 2, आफ्नो खर्चको प्लान बनाउनुहोस्। के तपाईले अहिलेसम्म यो सोच्नु भएको छ तपाईको मन्थली खर्च कति छ? तपाईले कुन शीर्षकमा कहाँ खर्च गर्नुहुन्छ? तपाईले पेट्रोलमा कति खर्च गर्नुहुन्छ, रिचार्जमा कति खर्च गर्नुहुन्छ, चियामा कति खर्च गर्नुहुन्छ, कफीमा कति खर्च गर्नुहुन्छ? के तपाईसँग यसको हिसाब छ? पक्कै पनि छैन होला, किनभने हामी कहिल्यै पनि आफ्नो खर्चको प्लान बनाउँदैनौं र आफूलाई जे मन पर्छ, जहाँ मन पर्छ त्यही खर्च गर्छौं। हामीले सेभिङ गर्न नसक्नुको सबैभन्दा ठूलो कारण पनि यही हो कि हामीले हाम्रो खर्चको प्लान गर्दैनौं। अब तपाईले जसरी सेभिङ गर्नलाई प्लान गर्नुभयो त्यसरी नै आफ्नो खर्चको पनि प्लान बनाउनुहोस्। खर्चको प्लान चाहिँ कसरी बनाउने भिडियो चाहनुहुन्छ? तल कमेन्ट बक्समा लेख्नु होला खर्चको प्लान कसरी बनाउने। नेक्स्ट भिडियो म यही विषयमा बनाउने छु, तर तपाईहरुको कमेन्ट आयो भने मात्र। पैसा बचाउनको लागि मैले तपाईलाई दिने अर्को सल्लाह हो आफ्नो फजुल खर्चलाई कम गर्नुहोस्। हामी मध्ये धेरै जना फजुल खर्च गरिरहेका हुन्छौं, तर हामीलाई यो थाहा नै हुँदैन कि हामी फजुल खर्च गर्दैछौं। हामीलाई लाग्छ हामी आवश्यक परेरै खर्च गरिरहेका छौं। यदि हामीले हाम्रो फजुल खर्चलाई मात्रै कम गर्ने हो भने सजिलैसँग हामीले हाम्रो इन्कमको 10 to 20% मजाले बचत गर्न सक्छौं। फजुल खर्चलाई रोक्न हामीले इच्छा र आवश्यकता बीचको फरक बुझ्न जरुरी छ। इच्छा र आवश्यक खर्च बीचको फरक हामीले नेक्स्ट पोइन्टमा जान्नेछौं। अब चौथो नम्बरमा आफैलाई यो प्रश्न गर्नुस्, के मलाई यसको साँच्चै जरुरत छ? पैसा बचाउन नसक्नुको एउटा मेजर कारण यो पनि हो कि हामी त्यो चीजलाई पनि किन्छौं जसको हामीलाई कुनै जरुरत नै हुँदैन।
जब पनि तपाईँ केही चिज किन्न जानुहुन्छ त्यो भन्दा अगाडि मात्र 5 सेकेन्ड आफूलाई सोध्नुस् के मलाई यसको साँच्चै जरुरत छ। तपाईको जवाफ नो आयो भने त कुरै सक्यो, त्यो किन्नै नजानुस्। तर यदि तपाईको जवाफ यस आयो भने फेरि 5 सेकेन्ड रोकिनुस् र आफूलाई यो सोध्नुस् के मैले यो कुरा कुनै लोन नलिगी र आफ्नो सेभिङलाई टस नै नगरिकन किन्न सक्छु। अझै पनि तपाईको जवाफ यस आयो भने त्यसलाई किन्नुहोस्। जबसम्म तपाईलाई भित्रैबाट कुनै पनि कुराको आवश्यकता महसुस हुँदैन कुनै पनि सामान नकिन्नुहोस्। यसले तपाईको फजुल खर्च गर्ने बानीलाई कन्ट्रोल गर्छ। र अन्तिममा नम्बर 5 क्रेडिट कार्डको प्रयोग नगर्नुहोस्। यदि तपाईसँग क्रेडिट कार्ड छ भने यो एकदमै पोसिबल छ कि तपाईमाथि ब्याङ्कको लोन पनि छ। सेभिङ गर्नका लागि सबभन्दा जरुरी यो हुन्छ कि तपाईँ कुनै पनि सामान उधारोमा नकिन्नुहोस्। यदि तपाईसँग क्रेडिट कार्ड छ भने यसलाई बन्द गरिदिनुस्, छैन भने र लिने सोचमा हुनुहुन्छ भने त्यो सोचलाई डस्टबिनमा फ्यालिदिनुस्। जबसम्म तपाईलाई अत्यावश्यक पर्दैन तबसम्म कुनै पनि प्रकारका लोन नलिनुहोला। लोनको स्किम जतिसुकै आकर्षक भए पनि आवश्यकता नपरे लोन लिने काम गर्दै नगर्नुहोला। यसले तपाईको सेभिङ प्लानलाई तस नस पारिदिन्छ र तपाईलाई ऋणी बनाउँछ। यी 5 तरिकाहरू एकदमै सहज र सजिला छन्। यदि तपाईले चाहनु भयो भने सजिलै यी 5 तरिकाहरूलाई पालन गर्न सक्नुहुन्छ। न त यसमा तपाईको एक्स्ट्रा मेहनत लाग्छ न त एक्स्ट्रा पैसा। यो भिडियोमा मैले तपाईलाई पैसा बचाउने 5 तरिका बताएँ। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र नेक्स्ट भिडियो कुन विषयमा हेर्न चाहनुहुन्छ तल कमेन्ट बक्समा लेख्नु होला। साथसाथै साथीहरू हाम्रो यो च्यानल बिल्कुलै नयाँ छ। यो च्यानलमा मैले यस्ता भिडियोहरू नियमित अपलोड गरिरहनेछु। त्यसैले प्लिज सब्स्क्राइब गरेर मेरो यो अभियानमा साथ दिनु होला। यो भिडियोमा यति नै। हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। त्यतिन्जेल स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस्। आई लभ यु अल।